नमस्कार सम्पूर्ण साथीहरूमा आज पनि म तपाईँहरूमाझ आरएचभिएपी विशेष प्रश्नोत्तर लिएर उपस्थित भइसकेको छु। अस्तिको भिडियोमा चाहिँ हामीले बनाएको भिडियोमा चाहिँ आवाज आएको थिएन। आज हामी पुनः चाहिँ त्यो क्वेसन सँगसँगै अन्य क्वेसन लिएर उपस्थित भइसकेको छु। यो प्रश्न चाहिँ निकै महत्त्वपूर्ण रहन्छ। त्यस अर्थमा चाहिँ यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला है त। अब सुरु गरौँ भिडियो। आरएचभिएपी विशेष अहिले इक्जाम हुन गइरहेको सँग सम्बन्धित रहेर चाहिँ केही प्रश्न यहाँ राखिएको छ। त्यसको उत्तर चाहिँ तपाईहरूले चाहिँ योसँग सम्बन्धित उत्तरहरू पनि तपाईहरूलाई भन्नेछु। त्यसको तपाईँलाई लागेको उत्तर कमेन्ट गर्दै जानुहोला। इक्जाम पनि आउन थाल्यो। पक्कै पनि तयारी हजुरहरूको तयारी चाहिँ तीव्र गतिमा भइरहेकै होला हैन। पहिलो प्रश्न रहेको छ आरएचभिएपीको प्रारूप के हो भाइ? यसको उत्तर मैले सरस्वती भन्छु, किनभने अस्तिको भिडियोमा पनि यो मैले तपाईँहरूलाई भनिसकेको छु। त्यसकारण चाहिँ ढिला नगरिकन हामीले सट्ट उत्तर मात्रै हेरौँ है। आरएचभिएपीको प्रारूप के हो भन्ने छ हैन। यो चाहिँ तपाईँले अप्सन बी भनेर अस्ति पनि भनेको थिएँ मैले। यसैगरी अगाडि हेरौँ। यो कार्यक्रम कुल अवधि कति वर्ष रहेको छ भन्ने छ। यसको राइट एन्सर हो 8 वर्ष। 8 वर्ष भनेको चाहिँ सन् 2024 देखि हैन, हामीले अस्ति पनि हेरेका थियौँ 2033 सम्म यसको अवधि रहेको छ भनेर हामीले अध्ययन गरेका हौँ है। यसैगरी प्रश्न नम्बर 3 रहेको छ आरएचभिएपी को कुल बजेट कति रहेको छ भनेको छ। यो पनि हामीले अस्ति छलफल गरेको विषय हो। आरएचभिएपी को कुल बजेट हामीले हेर्दाखेरि चाहिँ 120.97 मिलियन अमेरिकी डलर रहेको छ भन्ने कुरा चाहिँ ख्याल गर्नुहोला। यस कार्यक्रममा आइएफएडी को ऋण हिस्सा सबैभन्दा धेरै आइएफएडी को हिस्सा छ। यसको चाहिँ कति प्रतिशत हिस्सा रहेको छ भन्ने प्रश्न रहेको छ। यसको राइट एन्सर हो 58.6%। यो भनेको कति अमेरिकी डलर हुन्छ भन्दाखेरि चाहिँ हो 77.93 है। 77.93 मिलियन डलर हुन्छ है। मिलियन डलर भनेर चाहिँ हामीले अस्ति पनि छलफल गरेका छौँ। र कार्यक्रमका कतिवटा प्रदेशमा समेटिएको छ, कार्यक्रम चाहिँ कतिवटा प्रदेशमा सञ्चालन भएको छ भन्ने थियो। यो 3वटा हो। पश्चिमका 3वटा प्रदेश, त्यो भनेको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, क्रमशः 5, 6, 7 है। हामीले लुम्बिनी, त्यसपछि कर्णाली, त्यसपछि सुदूरपश्चिम र कतिवटा स्थानीय तहमा सञ्चालन भएको छ भन्ने छ। यति बेलाको राइट एन्सर हैन, हामीले कतिवटा भन्दाखेरि चाहिँ 81वटा, कतै कतै 80 पनि भेट्नुहुन्छ। म यो दुईटै कस्तो हुन्छ भनेर भनिदिन्छु है। एउटा चाहिँ के छ, खास कार्यक्रम टोटल एज अ होल आरएचभिएपी को कार्यक्रम सञ्चालन हुने भनेको चाहिँ 80वटा पालिकामा हो। टोटल फेज है, सबै खालको कार्यक्रम। तर एउटा चाहिँ के छ, सेमलार बजार भन्ने छ के, सेमलार है। सेमलार यही पनि होला। सेमलार बजार भन्ने छ। यो कहाँ छ भन्दाखेरि चाहिँ रूपन्देहीमा छ, बुटोलमा छ। यो बजार निर्माण हुने, स्थापना हुने भनेर चाहिँ भनेको छ। यो सँगसँगै हेर्ने हो भने चाहिँ बुटोल महानगरपालिका सँगसँगै हेर्ने हो भने चाहिँ कतिवटा भए, 81वटा भए, नत्र चाहिँ 80वटा हुन्छ। त्यसरी चाहिँ बुझ्नु होला। कार्यक्रमको मूल नेतृत्व निकाय अर्थात् लिड एजेन्सी कुन हो भनेको छ। कार्यक्रमको मूल अर्थात् मुख्य नेतृत्व गर्ने भनेको चाहिँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय पहिलेको नाम छ। यो हामीले चाहिँ यो लिफलेट बुकलेटहरूबाट अध्ययन गर्दा चाहिँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय छ। तर अहिले मन्त्रालयको नाम चेन्ज भइसकेको छ। दुईटै कुरा ख्याल गर्नु होला है। जे भयो नि कृषि मन्त्रालय भन्ने आयो भने त्यही नै हुन्छ। अब कुल लक्षित लाभग्राही घरधुरी सङ्ख्या कति छ भनेको छ। यो हामीले चाहिँ 60,000 भनेर अस्ति भनेका थियौँ हैन। कार्यक्रममा महिलाको सहभागिता यो एकदम महत्त्वपूर्ण छ है। महिला र युवाको सहभागिता चाहिँ महत्त्वपूर्ण छ। कार्यक्रममा महिलाको सहभागिता कति प्रतिशत भनेको छ, 50% न्यूनतम महिला हैन, 50% महिला हुनुपर्छ र 40% चाहिँ युवा हुनुपर्छ भनेर चाहिँ यो के छ, न्यूनतम तोकेको छ। यो महत्त्वपूर्ण छ, ख्याल गर्नु होला। अति विपन्न अल्ट्रा पोर घरधुरी भन्नाले के बुझिन्छ हैन, अति विपन्न भनेर परिभाषा गरेको छ। अति विपन्न घरधुरी भनेको चाहिँ के हो भनेको छ, त्यो भनेको चाहिँ 3 महिना भन्दा कम खाना पुग्ने घरधुरी भनेको चाहिँ अति विपन्न हो
कार्यक्रम समन्वय कार्यालय पिसिओ कहाँ रहेको छ होइन, कार्यक्रमको चाहिँ हामीले मुख्य कार्यालय समन्वय कार्यालय चाहिँ कहाँ रहेको छ भन्ने छ। यति बेलाको राइट एन्सर हो किर्तिपुर काठमाडौँमा रहेको छ। यसको मुख्य अफिस चाहिँ किर्तिपुर काठमाडौँ, जसलाई पिसिओ भनेर भन्छ भन्ने कुरा ख्याल गर्नुहोला। अब सेमलार क्षेत्रीय थोक बजार कुन जिल्लामा निर्माण हुँदैछ, मैले अगाडि भनिसकेँ रूपन्देही जिल्लामा निर्माण हुँदैछ होइन, रूपन्देही बुटोलमा निर्माण हुँदैछ। सेमलार बजार उपआयोजनाको कार्यान्वयन कुन मन्त्रालयको समन्वयमा हुन्छ है, मन्त्रालय कुन मन्त्रालयले चाहिँ त्यो निर्माण गर्ने चाहिँ समन्वयमा गर्छ भन्यो भने कृषि मन्त्रालय, गृह मन्त्रालय, उद्योग मन्त्रालय। कहिलेकाहीँ हामीले नेगेटिभ अप्सनबाट जानुपर्छ, जस्तो गृह मन्त्रालय होइन, उद्योग मन्त्रालय होइन, बाँकी रह्यो कृषि र सहरी विकास। यो चाहिँ के छ, यो थोक बजार चाहिँ सहरी विकास मन्त्रालयको समन्वयमा निर्माण हुने भनेको छ। कार्यक्रममा मुख्य कतिवटा सम्भाग छन्, कम्पोनेन्ट छन् भनेर भनेको छ। यति बेला चाहिँ हामीले 5वटा भनेर पढ्छौँ, तर चाहिँ मुख्य प्राविधिक सम्भाग भनेर चाहिँ कतै कतै फेरि के हुन्छ 4वटा पनि भेटिन्छ। मैले तपाईँहरूलाई यहाँनिर क्लियर गरेँ 4वटा पनि भेटिन्छ होइन, 4वटा सम्भाग, मुख्य सम्भाग भनेर 4वटा पनि भेटिन्छ। तर यसमा के छ भने एउटा के थपियो भन्दाखेरि चाहिँ व्यवस्थापकीय सम्भाग भनेर चाहिँ एउटा थपिन्छ। तपाईँहरूले लिभलेटमा पनि पछाडितिर हेर्दाखेरि त्यसको चाहिँ के गर्ने, त्यसको चाहिँ रकम विनियोजनका कुरा हेर्दाखेरि चाहिँ 5वटा सम्भाग देखिन्छ, तर सुरुमा हेर्दाखेरि चाहिँ 4वटा सम्भाग छ भनेर भनेको छ। त्यसरी चाहिँ बुझ्नु होला है। सम्भाग 1 उत्पादन प्रणालीमा चाहिँ कुल बजेटको कति प्रतिशत के गर्ने, खर्च गर्ने अर्थात् हिस्सा रहेको छ भनेको छ। यो चाहिँ के हो 54.61%। सबभन्दा धेरै उत्पादन प्रणालीमा खर्च गर्ने भनेको छ। लगभग आधाभन्दा बढी चाहिँ केमा, उत्पादन प्रणालीमा होइन, सम्भाग 1 मा कम्पोनेन्ट 1 मा चाहिँ खर्च हुने भनेको छ। अर्को भनेको स्थानीय तहमा बनाइने 5 वर्षीय कृषि विकास योजनालाई के भनिन्छ भनेको छ। स्थानीय तहमा बनाइने कृषि विकास योजनालाई चाहिँ पिएपी भनिन्छ। त्यो भनेको चाहिँ पालिका एग्रोलोजिकल प्लान हो है। के भने मैले पालिका एग्रोलोजिकल लोजिकल प्लान हो है। पिएपी भनेको चाहिँ एक पालिका एग्रोलोजिकल प्लान हो। यो 5 वर्षे चाहिँ एउटा विकासको खाका बनाइन्छ है। अब यही सिडिएको प्रारूप के हो है, यस्ता प्रारूपहरू पनि सोध्न सक्छ भनेर यहाँ राखेको छ। यति बेलाको राइट एन्सर हो होइन, एग्रो इकोलोजिकल क्लस्टर डिलिनिएसन एन्ड एनालाइसिस भन्ने हो, यो अप्सन बी हो। पालिका छनौट गर्दा प्रयोग गरिने सूचाङ्कलाई के भनिन्छ भनेको छ। पालिका छनौट गर्दा प्रयोग गरिने सूचाङ्कलाई के भनिन्छ भनेको छ। यो चाहिँ के हो, जिटिआई हो। जिटिआई भनेको चाहिँ के हो फेरि होइन, जियोग्राफिक मात्रै है, जियोग्राफिक होइन, टार्गेटिङ आई भनेको चाहिँ इन्डेक्स हो है। यस्तो खालको हुन्छ जियोग्राफिक टार्गेटिङ इन्डेक्स। त्यसै गरी अर्को प्रश्न हेरौँ, 20 नम्बरको प्रश्न, उत्पादन प्याकेज विस्तारका लागि विन्डोज 1 प्रति घरधुरी लगानी सीमा कति हो भनेको छ। एउटा घरधुरीलाई चाहिँ उत्पादन प्याकेजको लागि चाहिँ कतिसम्म दिन सकिने अर्थात् लगानी सीमा कति रहन्छ भनेर सोधेको छ। यति बेलाको राइट एन्सर हो, तपाईँहरूले कमेन्ट गर्नु होला 20 नम्बरको के होला होइन। यति बेलाको राइट एन्सर हो 500 युएसडी है, 500 युएसडी के छ, घरधुरी प्रति घरधुरी चाहिँ दिने भन्ने कुरा छ। अति विपन्न घरधुरीको लागि समावेशी कोषबाट चाहिँ थप अनुदान भनेको चाहिँ अति विपन्न भनेर हामीले चाहिँ 3 महिनाभन्दा कम पुग्ने भनेर भनेको थियौँ नि, त्यसकोलाई चाहिँ थप कति होइन, 500 त भइहाल्यो, त्योभन्दा बाहेक थप कति भन्ने कुरा रहेको छ। यति बेला चाहिँ थप 300 है। यति बेलाको राइट एन्सर बी हो, 300 युएसडी चाहिँ थप्ने भनेको छ। साना तथा लघु उद्यमीका लागि सहलगानीको सीमा कति रहेको छ होइन, सहलगानी गर्नलाई चाहिँ अधिकतम सीमा कति रहेको छ भनेको छ। यति बेलाको 22 नम्बरको एन्सर हो सी होइन, 15,000 रहेको छ, ख्याल गर्नु होला। मझौला उद्यमीका लागि सहलगानीको अधिकतम सीमा, मझौला होइन साना उद्यमी भए, त्यसपछि मझौला उद्यमीको लागि चाहिँ 1 लाख है, 1 लाख हो, 1 लाख युएसडी रहेको छ। सिँचाइ तथा बजार पूर्वाधारमा समुदायको न्यूनतम योगदान कति हुनुपर्छ होइन, सिँचाइ र पूर्वाधारको हकमा चाहिँ समुदायको न्यूनतम योगदान कति हुनुपर्छ भनेर चाहिँ 24 नम्बर प्रश्नले भनेको छ। यति बेला चाहिँ कति हो, 15% हो, जुन चाहिँ नगद पनि हुनसक्छ र श्रम गरेर पनि हुनसक्छ, तर समुदायको योगदान चाहिँ हुनुपर्छ भन्ने छ। अर्को 25 नम्बरको प्रश्न रहेको छ, नवीकरणीय ऊर्जा प्रविधि
का लागि अधिकतम सहलगानी सीमा कति रहेको छ भनेको छ 25 नम्बरको प्रश्न। यो यो चाहिँ कति हो? यो चाहिँ 1950 हो युएसडी है। यसै गरी कार्यक्रमको मुख्य रणनीतिक दृष्टिकोण कुन हो भनेको छ। कार्यक्रमको मुख्य रणनीतिक दृष्टिकोण कुन हो भनेको चाहिँ 26 नम्बरको प्रश्न रहेको छ। यति बेलाको चाहिँ रासायनिक खेती होइन, निर्यातमुखी उत्पादन, परम्परागत यो मात्र नभइकन चाहिँ एग्रो इकोलोजिकल, हामीले माथिका क्वेसनबाट पनि के बुझ्यौँ भने एग्रो इकोलोजिकल प्रणाली विकास हुने भन्ने चाहिँ माथि पनि आएको थियो। त्यस कारण चाहिँ कार्यक्रमको मुख्य रणनीतिक दृष्टिकोण चाहिँ एग्रो इकोलोजिकल प्रणालीको चाहिँ के गर्ने, विकास गर्ने हो। लक्षित र घरधुरी हो। हामीले चाहिँ घरधुरीमध्ये लक्षित घरधुरीमध्ये कति प्रतिशत गरिब र अति गरिब हुनुपर्ने व्यवस्था छ होइन। यस्तो चाहिँ जति लक्षित हामी छानेको मध्ये चाहिँ कति प्रतिशत गरिब र अति गरिबलाई समावेश गर्नुपर्छ न्यूनतम भन्न खोजेको हो। यति बेलाको राइट एन्सर हो 80% है। किनभने साना किसानको लागि गरिब र अति गरिबको चाहिँ आय स्तर सुधारको लागि गरिएको कारणले 80% चाहिँ गरिब र अति गरिब हुनुपर्छ भनेको छ लक्षित घरधुरीमा है। लक्षित घरधुरीमा उत्पादक र व्यवसायीहरू बिचको व्यावसायिक सम्बन्धलाई के भनिन्छ भनेको छ, उत्पादक र व्यवसायी बिचको व्यावसायिक सम्बन्धलाई होइन, यसबाट पनि थाहा हुन्छ व्यावसायिक सम्बन्ध भनेको छ B2B लिङ्केज होइन, G2G लिङ्केज, P2P लिङ्केज र C2C लिङ्केज भनेको छ। यति बेलाको हाम्रो यो कार्यक्रम अनुसार भन्न खोजेको कुरा चाहिँ B2B लिङ्केज हो। बी भनेको चाहिँ बिजनेस टु बिजनेस भन्न खोजेको है हो। बिजनेस टु बिजनेस, बिजनेस टु बिजनेस भन्न खोजेको है। B2B लिङ्केज भनेको चाहिँ बिजनेस टु बिजनेस भन्न खोजेको हो। यसरी बुझ्नु होला। र कर्णाली प्रदेशका कतिवटा जिल्लामा यो कार्यक्रम लागू भएको छ भनेर 29 नम्बर प्रश्न बनेको छ। यति बेलाको राइट एन्सर हो 8वटा जिल्लामा लागू भएको छ। सुदूरपश्चिमका कतिवटा जिल्लामा कार्यक्रम लागू भएको छ भनेको छ 30 नम्बर प्रश्नले। यो भनेको चाहिँ सुदूरपश्चिमका 5वटा जिल्लामा लागू भएको छ। र यसै गरी लुम्बिनी प्रदेशका कतिवटा जिल्लामा लागू भएको छ भनेको छ 7वटा जिल्लामा लागू भएको छ होइन। बजार बाहेक है, मैले भने सेमलार बजार बाहेक नत्र 8वटा जिल्ला हुन्छ। मैले तपाईँलाई यो कुरा पनि क्लियर गरेँ। सेमलार बजार बाहेक चाहिँ रूपन्देही बाहेक अरू जिल्ला भनेका 7वटा छन्, रूपन्देहीसँग चाहिँ 8वटा छ। सङ्घीय स्तरका कार्यक्रम निर्देशक समिति हो पिएससीको अध्यक्ष को रहने व्यवस्था छ भनेको छ 32 नम्बर प्रश्नले। यसको राइट एन्सर हो कृषि मन्त्रालय, सङ्घीय कृषि मन्त्रालयको सचिव रहने व्यवस्था छ। प्रादेशिक कार्यक्रम निर्देशक समितिको अध्यक्ष को रहने व्यवस्था छ भनेको छ 33 नम्बरले। यसको राइट एन्सर हो प्रदेश सचिव। त्यसै गरी 34 नम्बरको प्रश्न रहेको छ सेमलार बजार समन्वय समिति एसएमसिसी भन्छ, यसको अध्यक्ष को रहने व्यवस्था छ भनेको छ। 34 नम्बरको प्रश्नको उत्तर के होला कमेन्ट गर्नु साथीहरू। 34 नम्बरको प्रश्नको उत्तर रहेको छ बुटोल उपमहानगरपालिका प्रमुख है। बुटोल उपमहानगरपालिकाको प्रमुख रहने व्यवस्था छ किनभने यो बुटोलमा रहेको छ, बुटोल उपमहानगरपालिका अन्तर्गत रहेको छ यो सेमलार बजार समन्वय समिति चाहिँ। र यसै गरी 35 नम्बर प्रश्न रहेको छ जम्मा कतिवटा करिडोर कार्यालय स्थापना गरिएको छ। एकदम महत्त्वपूर्ण प्रश्न। करिडोर कार्यालय भन्ने हुन्छ होइन यो कार्यक्रम अन्तर्गत। यसमा चाहिँ कतिवटा करिडोर कार्यालय रहेको छ भनेर 35 नम्बरको प्रश्न रहेको छ। 3वटा करिडोर कार्यालय रहेको छ। जुम्ला करिडोर कार्यालय कुन प्रदेशको कार्यक्षेत्र हेर्दछ भनेको छ। यो जुम्ला करिडोर कार्यालयले चाहिँ कर्णाली प्रदेशको हेर्छ किनभने जुम्ला भनेको चाहिँ कर्णालीमा पर्छ है। यसै गरी 37 नम्बरको रहेको छ कार्यक्रममा कति प्रकारका मुख्य उत्पादक प्याकेजहरू पहिचान गरिएको छ। यो प्याकेजहरू तपाईँहरूले चाहिँ डिटेलमा पढ्नुहुन्छ है। प्याकेजहरू मैले नोटमा चाहिँ प्याकेजहरू डिटेलमा बनाएको छु। यो चाहिँ 9वटा रहेको छ प्याकेजहरू। यानयुएस बाली भन्नाले के बुझिन्छ भने छ यो चाहिँ स्थानीय र कम प्रयोगमा आएका बाली है। स्थानीय र कम प्रयोगमा आएको बालीलाई चाहिँ यो कार्यक्रमले यानयुएस भनेको छ। र मौरी पालन प्याकेजमा व्यावसायिक मह उत्पादनको लागि चाहिँ महको घारको मोडेल प्रस्ताव गरिएको छ होइन। कतिवटा घारको चाहिँ मोडेल प्रस्ताव गरिएको छ व्यावसायिक मह उत्पादनको लागि। व्यवसाय हुनलाई चाहिँ यसमा कतिवटा हुनुपर्छ भनेको छ यति बेला चाहिँ 20वटा घार हुनुपर्छ। सिँचाइ आयोजनाको जम्मा कति हेक्टरमा सिँचाइ सुविधा पुर्याउन लक्ष्य राखेको छ भनेको छ। सिँचाइ कतिमा विस्तार हुने भनेको छ भनेर भनेको छ। यति बेला राइट एन्सर हो 2400 हेक्टरमा। र यसै गरी 41 नम्बरको प्रश्न रहेको छ कार्यक्रमको अनुगमन र मूल्याङ्कन प्रणाली कुन प्रविधिमा आधारित छ भनेको छ। जो चाहिँ मूल्याङ्कन र अनुगमन गरिन्छ
है मोनिटरिङ एन्ड इभ्यालुएसन भन्छ त्यो प्रणाली चाहिँ कुन प्रविधिमा आधारित छ भनेर चाहिँ 41 नम्बरको प्रश्नले भनेको छ। यति बेलाको राइट एन्सर हो भूसूचना है र एमआइएस प्रणालीमा के छ आधारित रहेको छ। 42 नम्बरको प्रश्न रहेको छ गुनासो सुनवाई संयन्त्र कति चरणमा रहेको छ भनेको छ। यो गुनासो सुनवाई संयन्त्र चाहिँ 5 चरणमा रहेको छ। प्राप्त गुनासोहरू सामान्यतया कति दिनभित्र समाधान गरिसक्नुपर्छ होइन यो कार्यक्रमसँग सम्बन्धित होइन विभिन्न कार्यक्रमसँग सम्बन्धित गुनासोहरू चाहिँ कति दिनभित्र सुनवाई गरिसक्नुपर्छ भन्ने छ। 7 देखि 15 दिनभित्र चाहिँ सुनवाई गरिसक्नुपर्छ। आरएसभिएपीमा एमएसपी भनेको के हो हामीले सामान्यतया एमएसपी भनेको त मिनिमम सपोर्ट प्राइस भन्छौँ तर यो आरएसभिएपीमा चाहिँ अलिकति फरक छ। एमएसपी भनेको चाहिँ यसको भनेको चाहिँ मल्टी स्टेक होल्डर प्लेटफर्म हो चाहिँ यो के हुन्छ स्टेक होल्डर चाहिँ फरक फरक प्रकारका स्टेक होल्डरको प्लेटफर्मलाई चाहिँ एमएसपी भन्ने गरिन्छ। यो आरएसभिएपीमा चाहिँ कार्यक्रमको परिवर्तनको सिद्धान्त थ्योरी अफ चेन्जमा कतिवटा नतिजाहरू आउटकमहरू आउँछन् भनेको छ। यो थ्योरी अफ चेन्जमा चाहिँ कतिवटा आउटकम आउँछ भनेको छ। 45 नम्बरको प्रश्नले यति बेलाको राइट एन्सर हो 4 वटा र बहिर्गमन रणनीति एक्जिट स्ट्राटेजी अन्तर्गत जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रियालाई के भनिन्छ भनेको छ। यो के भनिन्छ त एक्जिट स्ट्राटेजी अन्तर्गत चाहिँ यदि जिम्मेवारी हस्तान्तरण गर्ने हो भने त्यस्तो प्रक्रियालाई के भनिन्छ भनेको छ। यति बेलाको 46 नम्बरको राइट एन्सर हो फेसिङ ओभर भन्ने हो होइन फेसिङ ओभरलाई चाहिँ के भन्छ एक्जिट स्ट्राटेजी अर्थात् बहिर्गमन रणनीति अन्तर्गत चाहिँ जिम्मेवारी हस्तान्तरण भनेर भन्छ। 46 नम्बर प्रश्न। 47 नम्बरको प्रश्न रहेको छ लैङ्गिक र सामाजिक सशक्तिकरणका लागि कुन विधि प्रयोग गरिन्छ हामीले चाहिँ लैङ्गिक र सामाजिक सशक्तिकरणको लागि चाहिँ तलको मध्ये कुन विधि अवलम्बन गरिन्छ भनेको छ। यति बेलाको राइट एन्सर हो अप्सन बी जिएलएस होइन लाइट भन्ने छ। यो जेन्डर एक्सन लर्निङ सिस्टम भनेको यो भनेको जेन्डर एक्सन लर्निङ सिस्टम होइन यो जेन्डर एक्सन लर्निङ सिस्टमको प्रयोग गरेर चाहिँ लैङ्गिक र सामाजिक सशक्तिकरण गरिन्छ भन्ने छ यो कार्यक्रममा चाहिँ। त्यसै गरी 48 नम्बरको प्रश्न रहेको छ कार्यक्रम कार्यान्वयनको पहिलो वर्ष कुल बजेटको कति प्रतिशत खर्च हुने अनुमान छ लक्ष्य छ भनेको छ। 48 नम्बर प्रश्नले त्यो भनेको चाहिँ 8% हो त्यो भनेको चाहिँ $9.68 मिलियन है यो भनेको कति हो भन्नु होला फेरि 9.68 मिलियन हो मिलियन डलर युएसडी डलर चाहिँ के हुन्छ खर्च हुने अनुमान गरिएको छ लक्ष्य छ। र सबैभन्दा बढी लगानी हुने वर्ष पिक इयर होइन 8 वर्षमा चाहिँ सबभन्दा धेरै लगानी कुन कुन वर्ष हुन्छ भनेको छ। यो भनेको चाहिँ दोस्रो तेस्रो र चौथो वर्ष चाहिँ सबभन्दा धेरै लगानी हुने भनेर चाहिँ त्यसरी योजना बनाएको छ त्यसरी प्लानिङ गरेको छ। यसै गरी आजको यो सेटको अन्तिम प्रश्न रहेको छ लिड फार्मर अगुवा किसानले अनुसन्धान र अनुगमन सहयोग गरे बापत मासिक कति पारिश्रमिक पाउँछ भनेको छ। त्यो भनेको चाहिँ $50 पाउँछ भन्ने छ। यसरी चाहिँ के हुन्छ टेन्टेटिभ हामीले चाहिँ 50 वटा प्रश्नहरू सरसरी छलफल गऱ्यौँ छोटो समयमा धेरै व्याख्या नगरिकन सरसरी छलफल गरेका छौँ। यो एकचोटि यो भिडियो हेर्ने साथीहरूले चाहिँ केही न केही जानकारी पाउनुहुनेछ यो कार्यक्रमसँग रिलेटेड भन्ने कुरा यहाँ राखेँ र सम्पूर्ण साथीहरूमा चाहिँ एकदम मजाले पढ्नु होला बेस्ट अफ लक भन्ने कुरा गर्दै अबको दिनमा चाहिँ योसँग सम्बन्धित नोट लिएर उपस्थित हुने छु भन्ने कुरा राख्दै आजको यो भिडियोबाट बिदा हुन्छु। यति बेलासम्म हेर्ने सम्पूर्ण साथीहरूमा धेरै धेरै धन्यवाद र जसले चाहिँ यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन गर्नु होला। यस्ता भिडियो आइराख्छन् कृषि लोकसेवा अर्थात् लोकसेवासँग सम्बन्धित भिडियोहरू आइराख्ने छन्। लाइक सेयर कमेन्ट गर्नु होला तपाईँहरूलाई लागेको विषयवस्तु कमेन्टमा छोड्नु होला त्योसँग सम्बन्धित भिडियो पनि समय मिलाएर ल्याउने छु भन्दै यो भिडियोबाट बिदा हुन्छु। धन्यवाद।